यो फुटेज याद राख्नु भनेको थिएँ नि मैले सुरुमा। अब त्यो फेरि हेरौँ एकपटक आउनुहोस्। प्रहरीको लापरवाही हेर्नुहोस् यहाँनिर। यहाँ यी महिला प्रहरी चाँदनी साउदले सुरुवात हिलोमा भिजाउँदै निचोर्दै निर्मलाको शवमाथि राख्दै गरेको देखिन्छ। राखेको मात्रै होइन, कुनै कुनै रिपोर्टमा त पुछेको पनि लेखिएको छ। यो हत्याको घटना इन्भेस्टिगेसनको प्रोटोकलको सरासर उल्लङ्घन हो। उल्लङ्घन मात्रै होइन, अपराध हो यो। त्यसै त लास घोप्टो परेर आधा पानीमा डुबेर बसेको छ। त्यहाँमाथि उत्तानो पारेर यसरी फोहोर कपडाले पुस्दा या छोप्दाखेरि डिएनए नष्ट हुने सम्भावना प्रचुर मात्रामा हुन्छ। यहाँ मैले देखाएको साइन्टिफिक रिसर्च पेपर हेर्नुहोस् प्रमाणको रूपमा, त्यसले पनि त्यही भन्दैछ। यदि डिएनए सङ्कलन गर्नुपर्ने पार्टमा पानी, हिलो या कुनै पनि दूषित कुराहरू राख्यो भने ब्याक्टेरियल इन्फेक्सन हुन्छ र डिएनएको सिग्नेचर नै चेन्ज हुन्छ। प्रहरीले डिएनएको स्याम्पल लिन्छ, तर त्यसलाई 2 दिन पछि मात्रै जाँच्न पठाएको भनेर रिपोर्टमै लेखिएको छ। अर्थात् डिएनएको सिग्नेचर नष्ट भएर काम नलाग्ने भइसकेपछि जाँचमा पठाइएको छ।